95%ले अहिले तपाईको यो बालेन ओमप्रकाश अरियाल र यो सरकारलाई छोडिसके, सुशीला कार्कीलाई छोडिसके। किन छोडे भन्दाखेरि अन्तिममा गएर त देशै चाहिँदो रहेछ, अन्तिममा गएर पशुपतिनाथको मन्दिरै चाहिँदो रहेछ। उनीहरूले के बुझे भने मैले के भने त्यो जाने घाटै हो, एक दिन मर्नै पर्छ जन्मेपछि। तर देशमाथि गद्दार नगर, देश टुक्रिन नदेऊ। सबैभन्दा पहिला 1 नम्बर प्रदेशको नर्थ इस्ट साइड तपाईको पहाडी भाग झापालाई छोडेर के टुक्यो भने त्यहाँ चिकन नेक भन्छ नि उता बङ्गलादेशको बोर्डर, यो बाटो गर्दै आसाम मणिपुरसम्म लडाई सुरु गराएको छ त्यहाँ भन्नेले। यो केसलाई त्यो ग्रुप अफ पिपल छ उनीहरूले के भन्छन् त्यो जुन एरिया भन्नु भने तर बेग्लै देश बनाउने प्लान छ भन्ने कुरा तपाईको त्यो पुष्टि भइसकेको छ। र सबैभन्दा फर्स्टमा मधेस छुटिँदैन यहाँ, सबैभन्दा पहिला 1 नम्बर प्रदेशको नर्थ इस्ट साइड हाम्रो छुटिन्छ, छुट्याउने। र यो त्यसको आधार के कुन आधारमा भन्दै हुनुहुन्छ तपाईले? होइन सबै तयारी गर्दै त्यहाँबाट गरिसकेपछि उता तपाईँको कुकुल्यान्ड जुन भन्नुभयो नि तपाईँले मणिपुरसम्म छुट्याउने यो जुन मध्य पहाडी जुन छ पहाडी जिल्ला र त्यो ठाउँ लगभग अहिले खाली पनि भइसक्यो। तपाईँको हिमालमा त मान्छे छैन, पहाडमा पनि तपाईँको चाहिँ अहिले लगभग तपाईँको चाहिँ नि 25% मात्रै मान्छे छन्, लगभग झरिसक्यो। भनेपछि पहाड सबै खाली गर्ने र त्यो एरिया छुट्याउने र त्यहाँ तपाईँको चाहिँ नि आफूले के गर्न मन लाग्छ त्यो गर्ने। अब त्यो डिजाइन अनुसार अब अरू डिजाइन त बिस्तारै आउला, त्यो त अब सबै कुरो छैन। यो जुन मैले सार्वजनिक गरिसकेपछि तपाईँले के बुझ्नुहोस् भने यो कुरो जुन मैले हामीले सार्वजनिक गऱ्यौँ नि, सार्वजनिक गर्नको लागि त यहाँ मेरो टिम, मेरो छोरा, मेरो परिवार सबै डराएको थियो नगर्नु भन्दै थियो। र पनि मैले मर्नुपर्छ भने मर्न तयार छु भनेर मैले मेरो छोरालाई भनेर बरु म घर छोड्छु, त्यो बेला अप्ठ्यारो हुन्छ भने बरु घर छोड्छु, म गएर मन्दिरमा बस्छु है। मन्दिरमा बसेको मान्छे एउटा जोगीलाई मार्छ भने मारोस् है, तर देश बचाउनेमा लाग्छु छोरा भनेर मैले यो सार्वजनिक गरेँ। यो सार्वजनिक गरिसकेपछि सबै बुद्धिजीवी वर्गहरू तपाईँहरू सबैले बुझ्नु मान्थे। त्यो यसको अर्थ त्यो जो प्रायोजन गर्ने शक्ति छ, जो जसले प्रायोजन हुन्छ त्यो शक्तिलाई पनि छल्ने कोसिस गरे भनेको मानेन। त्यस कारण अब एउटा तपाईँलाई अलिकति जियो पोलिटिक्सतिर लान्छु म, किनभने यो धेरै महत्त्वपूर्ण छ। कुरा के हो भन्नुहुन्छ भने जति बेला हामी कहाँ जेएनजी मुभमेन्ट भयो त्यो बेलामा अमेरिका र भारत बीच त्यत्रो ठुलो मतभिन्नता थिएन। अहिले आएर 2 दिन अगाडि मात्रै अमेरिकाले अर्को 10% ट्यारिफ भारतमाथि थोपरेको छ, हालिदिएको छ। त्यसबाट अहिले असन्तोष छ र फेरि अमेरिकाले दक्षिण एसियालाई पूर्ण रूपमा हेर्ने भिजन प्रति भारतीयहरू त्यति सकारात्मक छैन। मतलब आफै हेर्न प्रत्यक्ष अवश्य, किनभने भारतले त यो दक्षिण एसियालाई चाहिँ नि आफ्नो नजरबाट डोमेन भन्छ नि, आफ्नो डोमेन भन्छ। अमेरिकाले त्यो रुचाइरहेको छैन। अब सायद नेपाल हेर्ने दृष्टिकोणमा भारत र अमेरिकाको निकै ठुलो भिन्नता आउन सक्छ। एउटै कुरामा मात्रै भारत र अमेरिकाको कुरा मिल्न सक्छ, त्यो हो चीनको लागि है। चीन विरुद्ध दुवै एकै ठाउँमा आउन सक्छन्। त्यसको लागि नेपालमा पर्याप्त पूर्वाधारहरू तयार भइसकेका छ भने यो भनेको ल म तपाईँलाई खुलेरै भनिदिन्छु। म हेर्नुहोस् यो म अलिकति इन्टरनेसनल यो स्ट्राटेजिक नेटवर्क भन्नेमा अलिअलि सम्बद्ध छु है। यो चाहिँ नि विभिन्न मुलुकको स्वतन्त्र रूपमा नै त्यहाँ विभिन्न रिसर्चहरू हुन्छन्, म केही हदसम्म त्यसमा इन्भल्भ भएको छु। त्यसमा चाहिँ नि एउटा हालसालै यो 1 महिना जति आएको एउटा रिभ्यू गरिदिनु भनेर एउटा डकुमेन्ट ममा आएको थियो। त्यसमा मैले 2 ठाउँमा हाइलाइट गरेर पठाइदिएको छु, यो पुष्टि हुन सक्छ कि सक्दैन भनेर। पुष्टि हुन सक्यो भनेदेखि त हामीले अब रुले भागहरू केही उपाय छैन त्यो अवस्थामा। अब होइन त्यो पुष्टि भएन भनेदेखि चाहिँ धन्य प्रभु भन्छु म चाहिँ है। कुरा के थियो भन्नुहुन्छ भने त्यो स्टडी अनुसार नेपालको सेनाको स्ट्रेन्थ भन्दा बढी स्ट्रेन्थ नेपालभरि विभिन्न ठाउँमा जुन गुम्बाहरू बनेका छन् ती गुम्बाहरूको स्ट्रेन्थ, सेक्युरिटी स्ट्रेन्थ बढी छ भने त्यसको अर्थ नेपालको राज्य संयन्त्र जानकारीमा छैन, मतलब त्यो तहमा डेप्थमा सूचनामा छैन होला भन्ने अब अनुमान गर्नुपर्छ। त जुन तहबाट थ्रेट छ त्यो पहिल्यै त्यो कन्ट्रोल हुनु जरुरी। मैले भनेको तपाईँलाई स्पष्ट त भयो नि, नेपालभरि जहाँ अनकन्टा ठाउँमा ठुल्ठुला गुम्बाहरू बनेका छन् ती गुम्बाहरूको सङ्ख्या जति छ र त्यसको स्ट्रेन्थ, त्यसको शक्ति जति छ त्यो नेपालको सेनाको भन्दा बढी छ भन्ने देखिएको छ त्यहाँ। अब यो म त यही भने नि, अब म त त्यसको स्टेक होल्डर म होइन। त्यस कारणले चाहिँ नि परिस्थिति सजिलो छैन। सर, म प्रतिपक्ष
पक्षमै फेरि केन्द्रित रहन्छु। जस्तो काङ्ग्रेस विभाजित देखिन्छ हेर्ने दृष्टिकोणमा, अर्थात् कोर्स करेक्सन भन्ने एउटा कुरा। काङ्ग्रेस विभाजित भएको होइन, काङ्ग्रेस विभाजित गराइएको अन्तर्राष्ट्रिय समुदाय के अन्तर्राष्ट्रिय साझा केही पनि हुन सक्छ। नयाँ के अरे विशेष महाधिवेशन गरेर आउनुभएको सभापति अथवा अध्यक्षजी हुनुहुन्छ, उहाँको क्रियाकलापहरू अहिले कति एक्टिभ छ हेरे भइहाल्यो। अनि त्यो अरू पक्षलाई चाहिँ कसरी हेर्ने? अरू पक्ष मतलब जस्तो पोखरबहादुर खड्काको अलग्गै छ, शङ्कर भण्डारीले नेतृत्व गरेको कोर्स करेक्सनको बाटो कुरा आइरहेको छ उनको तर्फबाट पनि। त्यसै गरी डाक्टर शेखर कोइराला फेरि बिचबिचमा म यताइ छैन उताइ छैन, तर अलिक पुनर्विचार चाहिँ गर्नुपर्छ है, राष्ट्रिय मेलमिलापको नीतिको कुरा गर्न थालेका छन्। यो सब हेर्दा अब हेर्नुहोस्, सबैभन्दा पहिले तपाईँले भन्नुभयो शङ्कर भण्डारी भन्नुभयो, उहाँले त पहिलादेखि नै बिपीको लाइन हामीले छोड्नु हुँदैन। अब कङ्ग्रेसको प्राय जसो लायक नेतृत्व भन्नु पर्यो, नालायक भनौँ भने त रिसाउला, लायक नेतृत्वहरूले गिरिजाप्रसाद कोइरालाको जयन्ती मनाउनु पर्थ्यो अस्तिको स्केलमा, किनभने गणतन्त्रको उहाँले ल्याइदिनु भयो भने। विश्वेश्वर प्रसाद कोइरालाको जुन सिद्धान्त भनेर बखान गर्छन् काङ्ग्रेसहरू अहिले, त्यो सिद्धान्त त धेरै अगाडि नै त्यो तिलाञ्जली दिइसक्यो उनीहरूले। र खास गरी उहाँका बिपीको स्मृति गर्नु बेतुक छ, यसले औचित्य छैन। एक त के भन्नुहुन्छ भने बिपीको साँच्चै के हो त नीति भन्ने कुरा त पछिदेखि लिएर बनाएको हो, ओरिजिनल नीति त देख्न पाइएको छैन। कोही कुनै ठाउँमा चाहिँ नि एउटा सानो झुपडी एउटा गाई भन्ने कुराहरू थियो। त्यो नै अहिले 21औं शताब्दी अहिलेको नेपालमा कतिको सान्दर्भिक हुन्छ त्यो हेर्न बाँकी छ। तर उनको मेलमिलापको नीति भन्ने जुन चिज थियो त्यो चाहिँ 12 गुण्डले काङ्ग्रेसमा सिध्याइदिनु। अब गिरिजाप्रसादलाई कसैले सम्झिँदैनन् होइन, किन नसम्झ्यो? गिरिजाप्रसादको कारणले नै हो अहिलेको यो गणतन्त्र टिकिराखेको। अब आएको टिकिराखेको जे होस् गिरिजाप्रसाद। त्यसपछि अब कोइराला परिवारका चाहिँ कुरा कस्तो छन् भन्नुहुन्छ भने विश्वेश्वर कोइराला मसँग एउटा तस्बिर पनि प्राप्त भएको छ जहाँ सरकारको महत्त्वपूर्ण पदमा बसेर जान्नु पर्यो होइन। सधैँ आग्रह पूर्वाग्रहदेखि हेरेर हुँदैन, सधैँ एउटा मात्रै सिद्धान्त लागु हुँदैन। जस्तै यो समस्यामा म कहीँ पढ्दै थिएँ, त्यो उहाँले बोलेको या त्यसरी आयो थाहा छैन, तर गोली हाम्रो आदेश बिनै चल्दो रहेछ, कहाँबाट चल्दो रहेछ भन्ने नै हामीलाई थाहा हुन सकेन। शैलीको गृहमन्त्रीज्यूको जवाफ आयो। प्रधानमन्त्रीज्यूले राष्ट्रका नाममा सम्बोधन गर्न पनि केही समय लाग्यो। जति बेलासम्म 3 जना नेपाली आमाका छोराछोरीले ज्यान गुमाइसकेका थिए र मधेसका 8वटा जिल्ला झन्डै सबैमा प्रदर्शन चाहिँ बढिसकेको अवस्था थियो। तथापि सरकारले पछिल्लो दिनमा जे इनिसिएसन लियो हामीले फेरि यसलाई सेटल गरेर गयौँ जस्तो लाग्छ। होइन, यसलाई हामीले विगतबाट हेरौँ कि हाम्रो सुरक्षा निकायको काम गोली मात्रै चलाउने हो। यो संसारका देशहरूमध्ये हामी मात्रै हौँ देश, हामी मात्रै हुन् जनता, हाम्रोमा मात्रै जुलुस निस्किन्छ। त्यति बेलाको लिडरसिपले त्यति बेलादेखि अहिलेको हेर्न पर्यो के तपाईँलाई 3 कुनेमा राजावादीहरूले जुलुस निकाले, कति मान्छे मरे? त्यहाँ गोली चलाउनु पर्ने थियो, यहाँ गोली चलाउनु पर्ने थियो। अहिले तपाईँ सुनसरीमा गोली चलाउनु पर्ने थियो। इन्डियामा हाम्रो भन्दा बढी भयो नि अस्ति, गोली त चलेन त, चलेन नि, कोही जल्यो, हाम्रो त मेन घरै जल्यो नि। त्यो के हो त भन्दा तपाईँले यही स्ट्याटस हाल्नु भएको छ होइन। भारतमा त्यति ठुलो प्रदर्शन भयो कक्रोचहरूको, सोनाम वाङचुकको अनसनको त्यत्रो घटना भयो, तर त्यहाँ 1 जना माथि पनि गोली चलेन, 1 जनाको पनि मृत्यु भएन। हामी कहाँ सामान्य प्रदर्शन हुनसाथ किन गोली भन्ने तपाईँको जो प्रश्न थियो, त्यहाँ एउटा कमेन्ट चाहिँ केही कमेन्टमा चाहिँ के आएको छ भने, चन्द्र भण्डारी तिमी किन दिल्ली मात्रै हेरेको, तिमीले मिजोरम किन हेर्न सकेनौ, तिमीले लद्दाख किन हेर्न सकेनौ, तिमीले आजको दिनमा पनि मणिपुर किन हेर्न सकेनौ, त्यहाँ त्यत्रा मानिसहरूको मृत्यु भएको कुरा चाहिँ किन हेर्दैनौ भन्ने प्रश्न थियो। यस्तो छ। नो यताउता, ओन्ली रोसेटा। पुतल सडक काठमाडौँ, एक्सप्रेस इट।
भइसक्यो उठाएको छु। यसलाई विदेशी इन्भेस्टरहरूले पनि मलाई कुरा गर्न खोजे, तर मेरो टप लिडरहरूसित कुरा गरेँ। मैले के भने यो ओल्डमा यो विश्वमा एउटा राज्य थप्न खोज्दैछन् धर्मको नाममा। मणिपुरदेखि दार्जिलिङदेखि सिक्किमदेखि हाम्रो पूर्वसम्म खुल्न खोज्दैछ। त्यसमा नेपाल पनि जोडिन्छ। नेपाल पनि जोडिन्छ। यो मेरो विश्लेषण हो। मेबी रङ, वस्तुस्थितिको विश्लेषण यही गरे हो। जोड्न सकिन्छ। त्यो ठाउँमा हिंसा भइरहेको छ, मारकाट पनि भइरहेको छ। तर दार्जिलिङका सिक्किमका हाम्रा पूर्वका अति कन्सियस छन्, उनीहरूले यो कुरा बुझेका छन्। त मणिपुरमा त बवालै भयो नि होइन। हामीले यसलाई रोक्नका निम्ति त्यो टाइपको त्यो क्षेत्रको लिडरसिपलाई हामीले डेभलप गर्नुपर्ने, अगाडि बढाउनु पर्ने, विकासको दृष्टिकोणले राजनीतिक नेतृत्वको दृष्टिकोणले बढाउनु पर्ने आवश्यकता छ। यसलाई हामीले मिनिमाइज गर्यो भने फेरि अरू हिंसा पनि हुन सक्छन्। त्यो कुरा मैले बुझेको छु र मणिपुरको त्यो कुरा जुन साथीहरूले उठाएका कुरा ठिक हुन्। तर त्यो ठाउँमा त्यो भल्गानुमा त हामी पुगेका छैनौँ नि, हामीले त रोक्न सक्छौँ नि। त्यस कारण हामीमा यति छिटो शान्त हुँदो रहेछ त, अहिले शान्त भइरहेछ। सबै आएर तपाईँले गोलीको प्रसङ्ग उठाउँदै गर्दा चाहिँ मैले खास गरी जिल्ला प्रशासन कार्यालय धनुषाको एउटा त्यहाँको आर्मीलाई लेखेको चिठी सम्भवतः तपाईँले पनि पढ्नुभयो होइन। त्यहाँनिर चाहिँ गोली हान्नेसम्मको अधिकार दिइएको भनेर शब्द नै लेखियो क्या। हामी चाहिँ आन्दोलन भइसके पछाडि त्यसलाई व्यवस्थित गर्ने भने चाहिँ गोली चलाउने नै म्याक्सिमम कुरा हो अथवा अप्टिमम कुरा हो भन्ने हिसाबबाट जाँदो रहेछौँ। साइकोलोजिकल सेटअप, माइन्ड सेटअप त्यस्तो भएर हो कि अयोग्य हाम्रो सामाजिक, हाम्रो एडमिनिस्ट्रेटिभ र हाम्रो पोलिटिकल लिडर अयोग्य। पहिले बुझ्नुपर्छ नि नेपालको समाजको कम्पोनेन्ट के हो, कसले खेल्दैछ, यत्रो सुरक्षा निकाय छ, यत्रा गुप्तचरहरू छन्, यत्रा धेरै अनुसन्धानहरू छन्, यति पनि पत्ता नलाउने नेता बन्न मात्रै खोज्ने, नचाहिने कुरा मात्रै गर्ने भन्दा होइन नि। त्यसलाई बुझ्न त हामीले गर्नु पर्यो नि कहाँ दुखेको छ। जस्तै भन्नुहोस् परिवर्तनको रफ्तारमा, तपाईँको कामको रफ्तारमा भोको पेटको ज्वालालाई बुझ्नु पर्यो नि नेताले। त्यो त सबभन्दा महत्त्वपूर्ण हो। जब तपाईँ त्यो ज्वाला निभाउन सक्नुहुन्न भने त तपाईँले अगाडि बढ्छ, चाहे धर्मको नाममा होस्, चाहे जातको नाममा होस्, चाहे भोकको नाममा होस्, त बढिहाल्छ नि। त्यसलाई बुझ्ने नै नेता हो, तब हामी अगाडि बढ्न सक्छौँ। त्यसको